नमस्ते सम्पूर्णलाई। फाइनली आज पनि बुबुहरूसँग भेटघाट भयो। गाइस हामीहरू चाहिँ आज छुट्टीको समयमा यात्रा हुँदैछ है गाइसहरू। यस्तै छ जिन्दगी, परदेशी भइसकेपछि के गर्ने हो, कहिले दुःख कहिले सुख, यस्तै छ यात्रा। सबै साथीभाइको के कस्तो छ, आरामै हुनुहुन्छ होला सबै साथीभाइहरू पनि है त। हामी चाहिँ आज छुट्टीको समयमा हल्का घुमघामको चाहिँ प्लानहरू हुँदैछ, यात्रा हुँदैछ है गाइस। सर्वप्रथम सबैलाई नमस्कार। मेरो नाम दलबहादुर बुढा मगर। म चाहिँ हाल मलेसिया। अनि आज हामी दाजुभाइ छुट्टीको सन्डे भएको हुनाले हामी एलसिसी केलको घुमघाम गरिरहेका छौँ र दुई भाइले आजको घुमाइ हाम्रै भइरहेको छ भनौँ। त्यसैले हामी दुई भाइ सानो एउटा क्लिप बनाऊ भनेर म यहाँ जानी नजानी दुई शब्द बोलिरहेको छु। हस्त धन्यवाद। धेरै समयपछि, किनकि हाम्रो टाइमै मिल्दैन, समय मिल्दैन, कहिले अब फुर्सद हुँदैन, कहिले कता बिति हुन्छ। परदेशको ठाउँमा यस्तै हो, त्यही भएर आज हाम्रो बुबुसँग खुसी लाग्यो। धेरै धेरै धन्यवाद। एकदम सेवा है। फेरि दोस्रो पल्ट बहिनीसँग चाहिँ भेटघाट भयो। बहिनी चाहिँ एकदम अब काम गर्दै भए पनि डाइरो गर्नु एकदम अब जस्तोसुकै अवस्था होइन, जस्तोसुकै समस्या भए पनि जस आउनुहुन्छ, भेट्नुहुन्छ, मलाई नै खुसी छु। लागि धेरै धेरै धन्यवाद तपाईँलाई। नमस्कार दिदी। नमस्कार। म चाहिँ दिदीसँग पहिलो भेट गर्दैछु। दाइसँग आएको थिएँ, दाइसँग काम गर्नुसँग परदेशमा चेलीबेटी भनेको परदेशीलाई थाहा हुन्छ। त्यसैले आफ्नो पाए सर लागिरह मलाई। आज अब छोटो मिठो भेट भयो, विस्तारमा भेट गर्दै गरौँला भन्दै। धन्यवाद। र बहिनी भर्खरै आउनुभयो। खास अब यो हामी अलिकति क्लिप खिच्नुको कारण चाहिँ के हुन्छ भने अब बहिनीसँग भेटघाट भयो होइन, भोलिको दिन एउटा प्रश्न त भन्ने हिसाबले चाहिँ अब हामी चाहिँ अब अलिकति हल्का भोइसहरू रेकर्ड गरिरहेछौँ र अहिले हामी छौँ कलमपुर केल सेन्टरमै छौँ। तपाईँहरू पनि घुमघाम गर्नुहोस्, रमाइलो गर्नुहोस्, विजिट गर्नुहोस्, रमाइलो छ। एकदम राम्रो छ यता। त्यति ख्याल गर्नुहोस्, आफ्नो ख्याल चाहिँ गर्नुहोस्। जहिले पनि बहिनीले भन्नुहुन्छ है, दाइ के छ कस्तो छ, हरेक कुरोमा मलाई त अब आमा बाउ भन्दा पनि धेरै उहाँले हरेक कुरोहरू मलाई चाहिँ अब सेयर गर्नुहुन्छ, भन्नुहुन्छ, सम्झाइ बुझाइ गर्नुहुन्छ। मलाई नै खुसी छु। बहिनी आज पनि आइदिनु भयो, खुसी लाग्यो। भर्खरै आएको हल्का हामी चाहिँ पेज खिचेको मात्र है गाइस। यो प्यारो बहिनी हो भनौँ न। एकदमै राम्रो ठाउँ छ यो ठाउँ। अनि अब मेरो साथी नि आउन धेरै मन गर्नुहुन्थ्यो। मेरो साथी पनि अब छुट्टी मिलेन, त्यही कारणले उहाँ आउन सक्नु भएन। अझै पनि समय आउँछन् भेटघाट हुनलाई। बुबुसँग हामी धेरै वर्षपछि भेटघाट भयो, तर धेरै अहिले थोरै समयमा नै भाइटिकामा अनि फेरि तेस्रो आज चाहिँ दोस्रो दिन भेटघाट भयो। धेरै खुसी छु। आफ्नो बुबु नजिक नभए नि जस्तो पनि अब जन्म एउटै आमाले जन्म दिएको बुबु त मदेखि टाढो हुनुहुन्छ, तर कर्ममा पाएको बुबु, परदेशको ठाउँमा पाएको बुबु मैले धेरै धेरै राम्रो हुनुहुन्छ। धेरै खुसी छु। केयर गर्नुहुन्छ धेरै, सबैजनालाई धेरै सम्झाउनुहुन्छ, त्यसमै म धेरै खुसी छु। धन्यवाद बुबु। ठिकै छ बहिनी, एकदम मलाई पनि एकदम बहिनी कति आवाज भन्न चाहन्छु, किनभने हामी एउटै गाउँ ठाउँको भए पनि
कहाँ चाहिँ अल्झेर बसिरहेको छ भने पहिलोपल्ट त के हुन्छ भने मान्छेको एउटा दुःख नै हो कि दुःखै भइरहेको भए त सायद हामी गाउँठाउँ पनि भेटिन्थ्यो होला होइन पहिले पनि दुःखको यात्रामा कति वर्ष अब यात्रा गरेर हुन्छ उहाँले मात्र थाहा छ भने त्यही सिलसिलामा नै हामी अब आफ्नै ठाउँमा पनि भेटिन चाहिँ है जस अब धेरै टाढा भेट्दाखेरि मलाई कति पहिले भागो पुग्नु पहिलोपल्ट त दियो तर जस अब आज नजिक भनेको एउटा के अरे म बिस्मित चाहिँ नहोस् र पनि अब आउँदो समयले त राम्रो गरेर चाहिँ म गरौँ र आउँदो समय राम्रो राम्रो आफ्नो कथाहरूलाई कुनै समस्यालाई चाहिँ अब हामी टेकर यहाँसम्म आयो भने चाहिँ अलिकति गाडी गरौँ कसैलाई पनि दुःख हो समस्या हरेक चिजको सबैलाई छैनछौँ र यति छ कि मान्छेलाई सुख भन्दैमा नहाँस्नु दुःख भन्दैमा नरुन्नु म जहिले पनि भन्छु रोग पहिलो कुरो नलागोस् दिन नलागोस् बस हामीले यति गरेर जाने हो र त्यही सिलसिलामा नै बहिनी र म चाहिँ अब एउटै गाउँको भए पनि अब भेट्यो भने हामी पछितिर पनि हामी खिच्छौँ अहिलेको लागि चाहिँ यति नै र तिनै चाहिँ एउटा भाइ दलबहादुर भाइ हुनुहुन्छ क्यामेरामा चाहिँ उहाँले चाहिँ जुट्दै हुनुहुन्छ र बहिनीसँग दोस्रोपल्ट तेस्रोपल्ट तेह्रतिर चाहिँ आज नै एउटपल्ट भेट्नु पाऊँ भन्ने चाहिँ मेरो चाहिँ कामना पनि छ र उहाँको साथी बहिनी चाहिँ एकदम दिपावलीमा हामी भेटेको चाहिँ थियो तर बहिनीको कुरो गरेर उहाँको दिन गएर पनि मिल्दैन बहिनीको चाहिँ अब सन्डेको दिन चाहिँ छुट्टी रहेछ र उहाँले पनि खास त्यहीँ नगरै आउनुहुन्छ चाहे म आउँछु बहिनी भने आउँछु त्यहीँ भन्नुहुन्छ तर उहाँले पनि एउटा रेस्टै गर्थ्यो बाबाको पनि काम छ र तिनी भन्दाखेरि पनि बाहिर आउनु भएर त कति समयहरू गरेर चाहिँ आउनुहुन्छ खुसी दिइमै छ र उहाँको साथीलाई चाहिँ म के भन्न चाहन्छु भने ठिकै छ तिर नगर्नु अनि भेटिन्छौँ कहीँ न कहीँ होइन अब किनभने अहिले नडेको चाहिँ बहिनीको कुरोबाट भेट्यो भने तिर्नु बहिनी यति नै अनि साइली बहिनी आइपुग्यो भेटघाट भयो ठिकै छ बहिनीसँग पनि एक दिन मजाले हाँसी खुसी रमाइलो गर्ने चाहिँ समय जुर्ला त्यो अपेक्षा गरौँ ल भेटौँ सबैलाई यति नै हो यात्रा हाम्रो राम्रै भयो लाग्यो भेटघाट भयो दाजु बहिनी लगाई ल फरनेछ है धेरै धन्यवाद अचार पठाउनु भएर हेलो दर्शक नमस्ते सबैलाई है बहिनी साँच्चीको है दाइले चाहिँ आफूले बनाएको हातले बनाएको कथा चाहिँ के बोल्नु भएको थियो भने ल हेर्नु है भिजुअल मार्फत चाहिँ म तपाईँहरू सेयर गर्छु पनि लिनु भएको थिएन ल हेर्नु है दाइ तपाईँ लिनु है ल हुन्छ ल माया ल धन्यवाद है बहिनी है साँच्चीकै है है बहिनी अब बहिनीहरूले पनि दुःख गरेर बनाएर पुऱ्याउनु भएको हल्ला रहेछ एकदम राम्रो चाहिँ अब आधै चाहिँ एकदम मिठो आइरहेछ है मलाई यस्तो दुःख लागिरहेको छ कि गर्व लाग्छ ल बहिनीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद सेवाहरू है